यो हो पोखराको महेन्द्र गुफा। लाउनुहोस् भित्र पसौँ र हेरिहालौँ कस्तो रहेछ यो गुफा। म सानो छँदा 2-4 पटक यो गुफामा आएको थिएँ। अहिले भने झन्डै 18-20 वर्ष भएछ यहाँ नआएको। पहिले हामी आउँदा गुफामाथिको यो भाग सम्पूर्ण घाँस पात र झाडीले ढाकिएको थियो। अहिले भने यति सुन्दर तरिकाले बाटो बगैँचा र बस्ने ठाउँको व्यवस्था गरिएको रहेछ। आजभन्दा 75 वर्ष अगाडि पत्ता लागेको यो गुफा सन् 1950 तिर स्थानीयवासीले अँध्यारो भ्वाङ भनेर भन्ने गर्थे। सन् 1960 मा राजा महेन्द्रको भ्रमणपछि यसको नाम महेन्द्र गुफा भनेर राखिएको थियो। पछि 1970 देखि यसलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको रहेछ। झन्डै 50-55 वर्षको अन्तरालमा गुफा बाहिरको वातावरण धेरै परिवर्तन भएको भए पनि गुफाभित्र भने लाइट जोड्ने र उज्यालो बनाउने बाहेक खासै परिवर्तन गरिएको छैन। यो गुफा पोखराको महेन्द्र पुलबाट लगभग 6 किलोमिटर उत्तरमा बाटुलचौरमा पर्दछ। ल हेर्नुहोस् त भित्र पस्ने द्वार कति फराकिलो छ। अब आउनुहोस् गुफाभित्र नै पसौँ र हेरौँ कस्तो रहेछ गुफा। मुख्यतः चुनढुङ्गा यानि लाइमस्टोनबाट बनेको छ यो गुफा। गुफाको माथिबाट तल झरेका अनि तलबाट माथि उठेका यी चुनका पत्थरका विभिन्न आकारका प्राकृतिक संरचना छन्। माथिबाट तप पानी चुहिरहेको छ अनि भुइँ ओसिलो छ। यी विभिन्न आकारहरूलाई देवी देवताका आकारसँग पनि तुलना गरिएको छ। गुफाको अलि पर छेउमा एउटा स्तम्भलाई सिद्धि गणेशको स्वरूप मानेर पूजा गर्न थालिएको रहेछ। यो भिडभाड गणेशको पूजा गर्ने र पण्डितजीसँग टीका लगाउनेहरूको हो। देख्न सक्नुहुन्छ मानिसहरू टीका लाउँदै फर्काउँदै गर्दैछन्। निस्कने बेला भने गुफाको पूर्वतिरको भाग धर्मद्वारबाट निस्कन मिल्छ। यो अलि साँघुरो छ। हामी पनि धर्मद्वारबाट नै बाहिर निस्कियौँ। हस्त